यो चाहिँ मेरो गाउँबाट, मेरो घरबाट आज पनि गुड मर्निङ साथीहरू। आज म पनि निक्लेँ घरबाट पसलको लागि। आज अलि ढिलो भएको छ। यो मेरो घरबाट आउने बाटो। यो हाम्रो सबैजनाको भीमसेन मन्दिर। यो सरकारबाट 3 वर्ष लागेको वाल हो। यो सिउँडीबाट मिरमिरे युवा क्लबको खेल मैदान। यसपालि यो बाटो बन्छ कि भन्ने आश गरेको छु। यसो प्रदेशबाट 40 लाख परेका भन्छन्। यस्तो छ बाटो, मेरो डेली हिँड्ने बाटो हो यो साथीहरू। यस्तो छ, यस्तो नराम्रो त छैन खासै। त्यही पनि आफै हामी पनि यहाँ श्रमदान गरेर कसरी गरेर बनाइरहेको हुन्छौँ। म सबैलाई कराइरहेको हुन्छु। यो बाटो चाहिँ सधैँ हिँड्नुपर्छ। त्यो माथिको चाहिँ अघि देखिएको बाटो चाहिँ जहिले कुलो खाने धानमा लाउने कुलोले गर्दा खासै त्यस्तो नराम्रो छैन। तैपनि यो बाटो अलिकता ड्रेन काटेर भित्तातिर ड्रेन काट्न पाइयो भने राम्रो हुन्छ। अब यसले कालो पत्र देख्ने त 10-15 वर्ष पछाडि नै होला। यो कुलो पनि बनाउनु पर्ने छ। अनि अलिकता कुलोले गर्दा खोल्दैछ। खासमा कुलोको व्यवस्थापन गरियो भने र ड्रेनको व्यवस्थापन गरियो भने यो लगभग बाटोलाई खासै हाम्रो ठाउँको बाटोलाई केही गर्नुपर्ने जस्तो लाग्छ मलाई। अब मेरो जाने बाटो त्यति अप्ठ्यारो त छैन खासै। तैपनि यसो हजुरहरूलाई चाहिँ बाटो देखाउन त। यसपालि बर्खामा पनि त्यति खोलेन। अब यसपालिको अलिकता पैसा परेको ड्रेनको मात्र काट्न पाए भने पनि राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। यो बाटो राम्रै छ, त्यस्तो डेन्जर पनि होइन, त्यस्तो नराम्रो पनि होइन, राम्रो पनि होइन, ठिकै छ। र यसमा चाहिँ एउटा अलिकता बाढी आउँदा ठुलो आकार आउँछ यहाँ। यसलाई चाहिँ यसो तल होम पायो 2-3टा हाल्नु पाएदेखि राम्रो हुन्थ्यो। म सरकारसँग पनि कल गर्न चाहन्छु। र यो हेर्नुहोस् न, यहाँ पानी होइन, मैले कुलोको व्यवस्थापन नगरेको चाहिँ त्यस्तै हुन्थ्यो। त्यसमा पनि अब भरेतिर आएर त्यसको व्यवस्थापन खन्नुपर्ने छ। यो कुलोहरूको व्यवस्थापन राम्रो र ड्रेन पछाडि भित्ता काटिएर कुलो चाहिँ व्यवस्थित गऱ्यो भने खासै मेरो घरसम्म जाने बाटो चाहिँ